हार्दिक नमन सम्पूर्णमा। आशा छ सबैले साथ सपोर्ट दिनुहुनेछ भन्ने। आजको कार्यक्रममा हामी उपस्थित भइसकेका छौँ। शराबी छन् आँखा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, बुझ्दैनन् इरादा इशारा के दिउँ, बुझ्दैनन् इरादा इशारा के दिउँ, फर्केर जाऊ तिमी कहाँ छ आफ्नो, फर्केर जाऊ तिमी कहाँ छ आफ्नो, यो बाटोमा सादा इशारा के दिउँ, यो बाटोमा सादा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, पालो छ भन्यौ मेरो हुनलाई टाढा, पालो छ भन्यौ मेरो हुनलाई टाढा, हुनेलाई अब टाढा इशारा के दिउँ, हुनेलाई अब टाढा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, बुझ्दैनन् इरादा इशारा के दिउँ, मलाई ढाँटेर जित्ने कला छ तिम्रो, मलाई ढाँटेर जित्ने कला छ तिम्रो, देखाएर जुन तारा इशारा के दिउँ, देखाएर जुन तारा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, बुझ्दैनन् इरादा इशारा के दिउँ, जानु छ एक दिन संसार छोडी, जानु छ एक दिन संसार छोडी, भएन तिमीलाई थाहा इशारा के दिउँ, भएन तिमीलाई थाहा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, शराबी छन् आँखा इशारा के दिउँ, बुझ्दैनन् इरादा इशारा के दिउँ। धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ र कार्यक्रममा आजका उपस्थिति अतिथिको साथ कार्यक्रम भव्य र सभ्य हुनेछ भन्ने आशा र अपेक्षाको साथ हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ। यहाँ उपस्थित भइसक्नु भएको छ लोचन भट्टराईज्यू, उहाँलाई पनि हार्दिक नमन हार्दिक स्वागत छ। यसै गरी भुवन गाउँलेज्यू आजको अतिथि हुनुहुन्छ, उहाँ पनि उपस्थित भइसक्नु भएको छ, यहाँलाई पनि हार्दिक नमन हार्दिक स्वागत गर्दछु कार्यक्रममा। आजको यस कार्यक्रममा नयाँ अङ्क लिएर हामी उपस्थित भएका छौँ। दुईजना साहित्यकार ज्यूको साथमा म सुरेश पाण्डे उपस्थित भएको छु र उहाँहरूका मिठा मिठा गजल कविता सुन्नेछौँ। यो आशा र अपेक्षाको साथ अगाडि बढेका छौँ। धेरै धेरै धन्यवाद छ। म अगाडि बढ्छु। भुवन गाउँलेजीलाई मैले एडिट गरिरहेको छु।
उहाँलाई कल आए नआएको जानकारी दिनुहोला। हार्दिक नमन सर। नमन सर देख्नु भएको छ मलाई? नमन, मैले देखिरहेको छु। म आफैले आफैलाई देखिरहेको छैन। मैले पनि हजुरलाई देखेको छैन, तर कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। धेरै धेरै धन्यवाद र हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद गुरु, मलाई यहाँसम्म ल्याइदिन यो सहयोग गर्नुभयो, मलाई यो सिक्ने अवसर दिनुभयो। आभार व्यक्त गर्दछु हजुरहरूलाई। धेरै धेरै धन्यवाद छ सर। यो समय यहाँको अवसर दिएकोमा, यो समय यहाँले दिनुभएकोमा हृदयदेखि आभार व्यक्त गर्दछु। म दोस्रा साहित्यकारज्यूलाई पनि खोजिरहेको छु, देखेको छैन। यदि देखेपछि उहाँलाई भन्नुहोला। हुन्छ, मैले कार्यक्रम उहाँसम्म सेयर गरेको छु, उहाँ आउनुहुन्छ। ठिक छ, हामी अगाडि बढ्दै राखौँ। र आजको यस कार्यक्रममा साहित्यकार भुवन गाउँलेज्यू खोटाङदेखि उपस्थित हुनुहुन्छ। यहाँको साहित्यका शब्दहरू, यहाँका गजलका शब्दहरू, सृजनाहरू हामीले सुन्न पाउनेछौँ आज, मिठा मिठा। र यहाँ कार्यक्रम भव्य हुनेछ भन्ने आशा र अपेक्षा गरेका छौँ। हुन्छ गुरु, म भुवन गाउँले खोटाङबाट। म सिक्दै गरेको मान्छे। म जानेसम्म हजुरहरूलाई रचना सुनाउनेछु र हजुरहरूका प्रतिक्रिया, हजुरहरूका सिकाइहरू मनन गर्नेछु। निरमाया थामी मिस आइसक्नु भएको छ। नमस्कार, नमस्ते भन्नुहुँदैछ। निरमाया मिस, त्यहाँदेखि जोइन गर्नुहोला। उहाँले इन्भाइट गर्नुहोला, मैले देखेको छैन उहाँलाई। कमेन्ट देखेको छु, तर उहाँलाई इन्भाइट गर्ने अप्सन उहाँको आएको छैन। उहाँले इन्भाइट गर्नुहुने छैन, त्यहाँ इन्भाइट गर्नुहोला निर्माया मिस। म पनि आएँ सर, जोड्नु भन्नुभएको छ। म भर्खर देखिएको छु। धन्यवाद। नेटवर्कको थोरै समस्या छ, हेरौँ प्राविधिकले साथ दियोस्, आशा र अपेक्षा छ है। मैले गरेको सर भएन भन्नुभएको छ उहाँले। त्यहाँबाट रिक्वेस्ट पठाउनुहोस् त। मैले उहाँलाई यहाँबाट पनि जोड्न कमेन्टबाट पनि गरेको थिएँ, तर मिलेको छैन मलाई। उहाँलाई रिक्वेस्ट गर्दा राम्रो हुन्छ कि। बालकृष्ण खनालजी उपस्थित हुनुभएको छ। हार्दिक नमन। कार्यक्रममा भव्य स्वागत छ यहाँलाई पनि। आगामी दिनहरूमा यहाँलाई पनि ल्याउने जमर्को अवश्य गर्नेछौँ, आशा र अपेक्षाको साथ। मलाई इन्भाइटमा पनि किन देखाएन त? उहाँले त्यो हाम्रो पेज लाइक गर्नु भएको थिएन कि पेज फलो गर्नु भएको थिएन कि, तर फलो गर्नु भएको थियो। बिहान मैले फलो गर्नु भनेको थिएँ, फलो गर्नु भएको थियो। सर मैले रिक्वेस्ट पठाएको छु भन्नुभएको छ त्यहाँनिर, हेर्नुहोस् त एकचोटि। छैन। कमेन्टबाट पनि मलाई जोड्न मिलेन।
उहाँलाई एकचोटि बाहिरिएर फेरि आउनुभयो भने हुन्थ्यो होला। त्यो मैले सेयर गरेको छु, मैले उता फेसबुकमा सेयर गरेको छु, त्यहाँदेखि आउनु होला मिस। फेसबुकबाट मेरो उसमा गएर आउनुहोस् त, मैले त्यहाँ फेसबुकमा सेयर गरेको छु, त्यहाँदेखि आउनुभयो भने छिटो हुन्छ। एकचोटि बाहिरिएर आउँदा ठिक होला। किनभने अरूलाई देखाएको छ, उहाँलाई देखाएको छैन इन्भाइटमा। बालकृष्ण खनाल गुरु आइसक्नु भएको छ। मुक्तक पठाउनु भएको छ हाम्रो कार्की डिबी गुरुले। कार्की डिबीजी उपस्थित हुनुहुन्छ कार्यक्रममा, भव्य स्वागत छ यहाँलाई पनि। र उहाँको मुक्तक आएको छ, हामी वाचन गर्नेछौँ समय मिलाएर। ठिकै छ, उहाँ आउँदै गर्नु होला। म अगाडि बढ्छु, कार्यक्रम अगाडि बढाउँछु। अतिथिज्यू, साहित्यकार साहित्यलाई असाध्यै माया गर्ने र साहित्यमा कलम दौडाइराख्नुभएका देशभक्त नेपाली देशभक्त युवा समाजका कुशल प्रस्तोता आदरणीय भुवन गाउँले खोटाङदेखि आज उपस्थित हुनुभएको छ। उहाँलाई कार्यक्रममा हार्दिक हृदयदेखि हार्दिक स्वागत गर्दछु। र यसै गरी आजकी दोस्री अतिथि उपस्थिति हुँदै हुनुहुन्छ र उहाँलाई हामी इन्तजार गर्दैछौँ, प्रतीक्षामा राखेर हामी अगाडि बढ्छौँ र कार्यक्रममा सम्भव साध्यसम्म उहाँ उपस्थित हुनुहुनेछ भन्ने आशा गरिराखेका छौँ। र नत्र फलो रतन सरले पहिले कार्यक्रमलाई सेयर गर्नुहोस् अनि त्यहाँबाट जोडिन सहज हुनेछ भन्नुभएको छ। उहाँलाई मैले पनि त्यही भनेको थिएँ। ठिक छ, उहाँलाई केही समस्या भयो होला प्राविधिक। अहिले देखायो इन्भाइट, मैले एडिट गरिरहेको छु है, मलाई अब उहाँ जोडिनु हुनेछ। सुन्नुभएको छ? हाम्रो आवाज सुन्नुभएको छ? आवाज सुनिरहनु भएको छ? नमस्ते, नमस्कार, साहित्यिक नमन टक्राउन चाहन्छु। धन्यवाद सर, कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। म यसै गरी यहाँलाई पनि स्वागत गर्दछु। साहित्यकार साहित्य क्षेत्रमा आफ्नो कलमलाई तीखो रूपमा अगाडि बढाउँदै आवाज सुनिरहनु भएको छ नि? हाम्रो आवाज चाहिँ सुनिरहेको छ, तर मेरो आज नेटवर्क स्लो छ सर। हुन्छ, कार्यक्रम हामी अगाडि बढाउँदै गरौँ। हुन्छ, हामीले पनि आवाज सुनिरहेछौँ। उहाँको नेटवर्कले साथ दिए उहाँलाई पर्दामा देखिनु हुनेछ। अहिले त ब्ल्याक छ, ठिक छ, आराम छ, कोही बात नै। म यसै गरी उहाँलाई पनि स्वागत गर्न चाहन्छु। साहित्य क्षेत्रमा आफ्नो
कलमलाई साहित्यिकको रूपमा अगाडि बढाउँदै र साहित्यलाई माया गर्दै अगाडि बढ्नुभएकी आदरणीय निर्माया धामी दोलखादेखि हुनुहुन्छ र उहाँलाई पनि हार्दिक स्वागत गर्दछु कार्यक्रममा। स्वागत छ निर्मायाज्यू। सुन्नु भएको छ नि आवाज? निर्माया मिस एकचोटि बाहिरिएर फेरि आउनुहुन्छ कि? तपाईको आवाज सुनिरहेको छैन। हुन्छ ल, म बाहिरिएर फेरि आउँछु है। भगवान आज के भयो? ठिक छ आवाज आवाज अहिले आइरहेको छ फेरि। ठिक छ, बाहिरिनु भयो, उहाँ आउनुहुनेछ। कोही बात नै, आउनुहुनेछ। र आजको यस कार्यक्रममा यहाँहरूका हामीले मिठा मिठा शब्द सुन्ने अवसर प्राप्त गरेका छौँ। सबैले सुन्नुहुनेछ र यहाँका शब्दहरूको आवाज, यहाँकै आवाजमा यहाँका शब्दहरू हामीले एउटा साहित्यमय बनाउने उद्देश्यका साथ हामी यहाँ उपस्थित भएका छौँ। यसमा भुवन गाउँलेज्यूका शब्दहरू हामी सुन्नेछौँ, यहाँका गजलहरू, यहाँका सृजनाहरू। र यो समय म भुवन गाउँलेज्यूलाई नै दिन्छु र अगाडि बढ्नुहोस्, उहाँलाई हामी इन्तजार गर्दै राख्छौँ। हुन्छ, फेरि पनि नमन गरे प्रस्तुताज्यू। यो समय उपलब्ध गराइदिनु भयो, सबैभन्दा धेरै आभारी छु। यस्तै लोचन भट्टराई गुरु हुनुहुन्छ, मलाई यहाँसम्म आउनमा सहयोग गर्नुहुने, उहाँलाई पनि हार्दिक नमन। उहाँलाई म देखिरहेको छु पर्दा उता नेपथ्यमा। म अलिअलि गजल सिक्दै गरेको मान्छे गुरु। म एउटा गजलदेखि सुरु गर्छु। यसरी सुरु हुन्छ। यो सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। यो सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। सुशासन र समृद्धिको गीत गाई फाँसी चढाउनेछ। यो सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। सुशासन र समृद्धिको गीत गाई फाँसी चढाउनेछ। म नामका पछाडि थर लेख्दिन। म नामका पछाडि थर लेख्दिन। के बात? म नामका पछाडि थर लेख्दिन। गनिन्छु गर्दिन जातका कुरा। म नामका पछाडि थर लेख्दिन, गर्दिन जातका कुरा। लेखिन भने मैले कामी र दमाई फाँसी चढाउनेछ। लेखिन भने मैले कामी र दमाई फाँसी चढाउनेछ। सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। भ्रष्टाचार गरेर दाजुले दान गर्यो, महल पनि बनायो। भ्रष्टाचार गरेर दाजुले दान गर्यो, महल पनि बनायो। भाइले मेहनतको कमाई थाहा पाई फाँसी चढाउनेछ। भाइको मेहनतको कमाई थाहा पाई फाँसी चढाउनेछ। सुशासन र समृद्धिको गीत गाई फाँसी चढाउनेछ। विकास चाहँदैन कोही, आफ्नै महल सिँगार्दैछन्। विकास चाहँदैनन् कोही, आफ्नै महल सिँगार्दैछन्। सम्पत्तिका लागि यहाँ दाजुले भाइ फाँसी चढाउनेछ। सम्पत्तिका लागि यहाँ दाजुले भाइ फाँसी चढाउनेछ। सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। अन्तिम शेरमा छु गुरु। कानुन बेचिरहेछन् कालाकोटहरू अदालतमा। कानुन बेचिरहेछन् कालाकोटहरू अदालतमा। सोझोलाई हत्यारासँग कमिसन खाई फाँसी चढाउनेछ। उसले सोझोलाई हत्यारासँग कमिसन खाई फाँसी चढाउनेछ। कानुन बेचिरहेछन् कालाकोटहरू अदालतमा। उसले सोझोलाई हत्यारासँग कमिसन खाई फाँसी चढाउनेछ। सरकारले साहित्यकारलाई फाँसी चढाउनेछ। सुशासन र समृद्धिको गीत गाई फाँसी चढाउनेछ। कानुन बेचिरहेछन् कालाकोटहरूले। क्या बात, कति सुन्दर वेग। कानुन बेचिरहेछन् कालाकोटहरू अदालतमा। उसले सोझोलाई हत्यारासँग कमिसन खाई फाँसी चढाउनेछ। क्या बात, क्या बात। मिठो मिठो, धेरै सान्दर्भिक शब्दहरू र अहिलेको परिस्थितिमा आएका, अहिलेका समयलाई उठान गरेका यी शब्द बिल्कुलै उत्कृष्ट शब्दहरू छनौट गरेर एउटा साहित्यलाई समेटेर यो शेर धेरै सान्दर्भिक उठाउनु भयो। धेरै धेरै धन्यवाद छ। र यस्ता विकृतिहरू चलिरहेका छन् हाम्रो
नेपालमा, हाम्रो देशमा, हाम्रो समाजमा भन्नुपर्छ, समाजका देखिएका शब्दहरू यहाँका सान्दर्भिक छन्। धेरै धेरै धन्यवाद सर। र उहाँ उपस्थित हुनेछ भन्ने आशा गरेका छौँ र उहाँलाई मैले देखिरहेको छैन। पुनः म यहाँलाई केही साहित्य विषयमा यहाँको मन कसरी रुचि भयो, किन साहित्यलाई चाहिँ छनौट गर्नुभयो, साहित्यमा के खुसी प्राप्त गर्नुभयो, के कुनै यस्तो पल या साहित्यमा लाग्नुपर्छ भन्ने त्यो पलबाट यहाँको मनमा उत्साहित भयो कि कसरी साहित्य क्षेत्रमा लाग्नुभयो? गुरु, म खोटाङमै बाल्यकाल बिताएँ। त्यसपछि केही समय उदयपुर बसेर पढेँ। पढाइको क्रममा साहित्यमा अलिअलि अब साहित्य सुन्दै गर्दा सिक्दै गर्दा साहित्यमा चासो थियो अनि अलिअलि लेख्थेँ। पहिले लेखेका सबै कुरा साहित्य हुँदैनन्, जे जानियो त्यही लेखियो। त्यसपछि अलिक पछि मेरो अहिले उहाँ कहाँ हुनुहुन्छ, एकजना चिन्तामणि भट्टराई भन्ने गुरु हुनुहुन्छ। उहाँले खुब साहित्यमा उत्साहित बनाउनु भयो हामीलाई। उहाँ लेख्नुहुन्थ्यो, शिक्षक हुनुहुन्थ्यो, हाम्रो नेपाली शिक्षक हुनुहुन्थ्यो, उत्साहित बनाउनु भयो, सिकाउनु भयो। त्यसपछि पछिल्लो समय म 11-12 पढ्न खोटाङ नै फर्किएँ। खोटाङ फर्किएपछि एउटा सावाका सुस्केरा भन्ने हाम्रो भित्ते पत्रिका चल्थ्यो गुरु। त्यतिखेर भित्तामा कविता लेख्थ्यौँ हामी, पत्रिका लेख्थ्यौँ। त्यो पत्रिका निकाल्ने क्रममा आफूले जे जान्यो त्यही लेख्दै गयो, सरहरूसँग सिक्दै गयो, गुरुहरूसँग। त्यसपछि कृष्णश्री राई गजलकार हुनुहुन्छ, मेरो आफ्नै छिमेकी, खोटाङ गाउँपालिका वडा नम्बर 6 को। उहाँले एउटा गजल सङ्ग्रह निकाल्नु भएको थियो। गजलप्रति चासो मलाई त्यसपछि बढ्यो। त्यहाँ गजल कसरी लेख्ने, गैरबहर गजल लेख्नुहुन्थ्यो उहाँ। गैरबहर गजलका केही नियमहरू, गजलका नियमहरू सहित उहाँले एउटा पुस्तक निकाल्नु भयो, लासहरूको मौनता भन्ने। त्यो पुस्तक पढेपछि मलाई गजलप्रति अलिक चासो बढ्यो। म अहिले पनि बहरमा चाहिँ अलिअलि सिक्दैछु। बहरमा गजल लेखेको छैन म। उहाँका गजलहरूले मलाई उत्प्रेरित गर्यो। उहाँको गजल 1-2 वटा गजल छन्, म एउटा शेर भन्छु। तिमीले पिउँदा टेस्ट रे, हामीले पिउँदा जाँड हुने, तिमीले गरे वार्ता रे, हामीले गरे भाँडा हुने भन्ने एउटा गजल थियो। उहाँको त्यो गजलले चाहिँ मलाई देशका विकृतिहरू पनि गजलमा लेख्न सकिने रहेछन् भन्ने चासो बढ्यो। त्यसपछि म अलिअलि त्यसरी चासो गर्दै गएँ। लेखिरहेको छु अहिले पनि, केही अब सिक्ने क्रममा छु, केही लेखिरहेको छु गुरु। यसरी मैले साहित्यमा थोरै चासो बढाएँ। उहाँहरूका गजलहरू, अग्रज सर्जकका धेरै गजलहरू, हाम्रो कमल सङ्घर्षका गजल म अत्याधिक सुन्छु। भन्न मन त धेरै छ नि, अरू के भनौँ, भन्नै दिन्न केही पनि, अरू के भनौँ। उहाँका गजलले पनि मलाई अत्याधिक उत्साहित बनायो। यसरी गजल लेख्दै लेखिरहेको छु गुरु। कविता, गद्य कविता र गजल अलिअलि लेखिरहेको छु गुरु। अवश्य धेरै राम्रो उद्देश्य र सिक्ने अवसरहरू प्राप्त गर्दै गर्दै यहाँसम्म आइपुग्नु भएको छ। अझ यहाँभन्दा अगाडि जानुहुनेछ भन्ने आशा र अपेक्षाको साथ कामना राख्दछु र यहाँका मिठा शब्दहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। हुन्छ गुरु, यो आजको यो अवसरले मलाई अझै उत्साहित बनाएको छ। म चाहिँ सिक्ने क्रममा छु र यो हजुरहरूले दिनुभएको यो अवसरलाई म हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु। हामीले सबै साहित्यकार उत्कृष्ट आदरणीय ज्यूहरूलाई सुन्नुभन्दा पनि साना बाटोतिर लागेका हामीहरू जस्तैलाई पनि सुन्ने अवसर प्राप्त गर्नुपर्छ। साहित्यमा सानो ठुलो हुँदैन मेरो सिद्धान्तलाई, र त्यो सिद्धान्त अगाडि समय मिलेको बेला हामी यसरी नै रमाउनेछौँ भन्ने एउटा उद्देश्यको साथ म अगाडि बढेको छु। यहाँको उपस्थितिलाई म हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु। फेरि पनि म साहित्य, तपाईँ जुन दिनदेखि साहित्यमा लाग्नुभयो, कलम चलाउनु भयो, यस्तो समाजमा तपाईलाई कस्तो लाग्छ? म साहित्यतिर लागेको बाटो राम्रो छ या समाजमा पनि राम्रो लागेको छ जस्तो लाग्छ कि कस्तो अनुभव गर्नुभएको छ यसमा? एकदम हामी समाजका कुरा साहित्य मार्फत बोल्न पाउँदा एकदम खुसी लाग्छ। मनदेखि हामी खुसी नै छौँ। म हृदय प्रफुल्लित नै हुन्छ। अब हामीले लेखेका साहित्यले सबैलाई परिवर्तन गर्न सकेन भने पनि कसैलाई छुन्छ कि भन्ने लाग्छ। खुसी नै छु गुरु, एकदम धन्यवाद। एकदम खुसी बिदा हो, खुसी नै रहनुपर्छ। धन्यवाद सर, धेरै धेरै। कुनै यस्ता पलहरू पनि छन् कि जुन हजुरले साहित्यमा लेख्दै गर्दा, कलम चलाउँदै गर्दा यस्ता पलहरू कुनै आएका छन् जुन भुल्नै नसकिने र
सम्झेर पनि त्यो सम्झिन लायक नहुने यस्ता पलहरू कुनै प्राप्त गर्नुभएको छ? तपाईँको त्यति अब पछिल्लो समय लेख्दै जाँदा एउटा खुसीको कुरा छ, म यो सेयर गर्छु। यो चाहिँ मेरो यो बिर्सिन सकिँदैन। हामी एउटा हाम्रो खोटेहाङ गाउँपालिकामा एउटा साहित्यिक प्रतिष्ठान दर्ता गरेका छौँ हामीले। त्यसका लागि हामी अति नै खट्यौँ। एक जमानामा मेरो दाजु हुनुहुन्छ, रोशन पौडेल हुनुहुन्छ, यहाँ अघि कार्यक्रममा थोरै हेर्नु हुँदै थियो। रोशन पौडेल हुनुहुन्छ, उहाँ मेरो दाजु हुनुहुन्छ, उहाँले धेरै कुरा सिकाउनु भएको छ। उहाँ हामीले लामो प्रयासपछि पहिले खोटेहाङ साहित्य चौतारी भन्ने एउटा दर्ता गऱ्यौँ। त्यसलाई प्रतिष्ठानमा भर्खर हाम्रो यो हाम्रो शैक्षिक सत्र यो आर्थिक वर्षसँगै हामीले सिर्जनाको खोजी एउटा कार्यक्रम चलाएका छौँ। यो चाहिँ चल्नुपर्छ भन्ने हाम्रो ठुलो चाहना थियो। त्यो अहिलेको पहिलो खुसी हो त्यो हाम्रो। त्यो खुसी हामी खुसी छौँ, त्यो बिर्सन सक्दैनौँ। त्यो हराउँदैन भन्ने छ। अब त्यो हराउँदैन, यो हामी यसलाई सक्रिय बनाएर लान्छौँ र त्यो हराउँदैन भन्ने खुब खुसी छौँ। त्यसमा एकदम सम्झन लायक पल हो त्यो हाम्रो। हामीले भर्खर त्यसलाई एउटा बिन्दुसम्म पुर्याएका छौँ, पहिलो चरणमा पुर्याएका छौँ, हामीले पाइला टेकाएका छौँ। त्यसलाई हामी हिँडाउनेछौँ भन्ने लागिरहेछौँ हामी। धेरै राम्रो सर। साहित्यमा लाग्दै गर्दा कसरी हामीले अन्य आफूभन्दा पछाडिको श्रोताहरू या आफूभन्दा पछाडिको सर्जकहरूलाई कसरी हामीले त्यसलाई व्याख्या रूपमा दिएर उनीहरूको मन प्रोत्साहित गर्न सक्छौँ साहित्यतिर? अहिले हामीले गरिरहेको हाम्रो प्रयास अनुसार, मैले बुझे अनुसार विद्यार्थीहरूमा हामी सबैभन्दा पछिल्लो पुस्तामा हामीले साहित्य हस्तान्तरण गर्न विद्यार्थीहरूलाई उत्साहित गर्नुपर्छ पहिलो चरणमा। र घर गाउँमा हामीले हरेक कुराहरूमा अहिले पछिल्लो समय नृत्य नाचगान अत्याधिक चलिरहेको छ। हामी साहित्यका कसरी हुन्छ साहित्यिक महफिल जस्तै हामीले चलाएका यो अनलाइन कार्यक्रमहरूले पनि धेरै साथ दिइरहेका छन्। अनलाइन कार्यक्रमहरू गरिरहेका छौँ, यो पनि एउटा अति सकारात्मक बाटो हो। र विद्यार्थीहरूलाई उत्साहित गरेर विद्यार्थीहरूसम्म साहित्य पुर्याउन सक्यौँ भने, विद्यार्थीहरूको दिमागसम्म साहित्य छिराउन सक्यौँ भने हाम्रो साहित्यको यात्रा अगाडि बढ्नेछ भन्ने लाग्छ गुरु मलाई। धेरै राम्रो यहाँले गर्नुभयो। म उहाँलाई स्वागत गरिहाल्छु। उहाँ उपस्थित भइसक्नु भएको छ। प्राविधिकसँग लड्दै यहाँसम्म आइपुग्नु भएको छ। धेरै धन्यवाद। साहित्य क्षेत्रमा आफ्नो कलमलाई तीखो रूपमा अगाडि दौडाउँदै र आफ्नो शिक्षालाई अगाडि राखेर पनि साहित्यलाई धेरै माया गर्दै यहाँसम्म पुग्नु भएको छ निर्माया धामीज्यू दोलखादेखि हुनुहुन्छ। उहाँलाई कार्यक्रममा भव्य स्वागत गर्दछु। हाम्रो आदरणीय सरलाई कुशल कार्यक्रम सञ्चालकजीलाई धेरै धन्यवाद दिन चाहन्छु। यो अमूल्य समय मेरो लागि पनि प्रदान गरिदिनु भएकोमा आभारी छु। आज हाम्रो साहित्यिक परिवारले पनि मलाई यो मौका दिनु भएकोमा धेरै खुसी लागेको छ र आभारी पनि छु। र धेरै धन्यवाद। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भएकोमा हामी खुसी छौँ र आगामी दिनहरूमा पनि यहाँका शब्दहरू हामीले सुन्न पाउने अवसर प्राप्त होस् यही आशा र अपेक्षाको साथ अहिले भने म यहाँलाई नै यो समय दिन्छु र यहाँको एउटा आफ्नो सिर्जनाबाट अगाडि बढ्नुहोला। फेरि पनि कुशल कार्यक्रम सरलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो पर्दामा उपस्थिति हुनुहुन्छ हाम्रो आदरणीय गुरु, मेरो त मलाई पहिला साहित्यमा धेरै चासो राख्ने हाम्रो आदरणीय भुवन गाउँले गुरुलाई धेरै हृदयदेखि नै नमन टक्राउन चाहन्छु। र त्यसपछि हाम्रो पर्दा पछाडि जतिजना गुरुहरू, सर्मेश गुरु, आदरणीय गुरुहरू, गुरुआमाहरू र हाम्रो विभिन्न देश तथा विदेशबाट छरिएर बस्नुभएका हाम्रो सर्मिसहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। भन्दै मैले भर्खरै सिक्दै गरेको हो, मलाई त्यति लेख्न त आउँदैन। मलाई साहित्यमा चाहिँ धेरै इन्ट्रेस्ट छ, लेख्न मन लाग्छ, कोही बेला कपीहरू कोर्न बानी गरेको छु। त्यही पनि मैले आज हजुरहरूको कार्यक्रममा आएर मेरो पनि कुनै मुक्तकहरू राख्न पाउँदा धेरै खुसी लागेको छ। त्यही मुक्तकदेखि नै सुरु गर्छु। जिन्दगी बनाउनु पासपोर्ट अनिवार्य हुन्छ आमा, आँसु पिउँदै यो जिन्दगी परदेशमा रुन्छ आमा। तपाईँले भन्नुहुन्थ्यो नि छोरी मान्छे परदेश नजाऊ भनेर,
जिन्दगी बनाउनु पासपोर्ट अनिवार्य हुन्छ आमा, आँसु पिउन यो जिन्दगी परदेशमा रुन्छ आमा। तपाईँले भन्नुहुन्छ नि छोरी मान्छे परदेश नजाऊ भनेर, हाम्रो पीर र व्यथा स्वदेशमा कसले सुन्छ आमा। धन्यवाद। क्या बात एउटा जिन्दगी बनाउनु पासपोर्ट अनिवार्य हुन्छ। क्या बात मिठो। अहिलेको स्थितिलाई स्वदेशमा कसले सुन्छ आमा, हाम्रो पीर र व्यथा स्वदेशमा कसले सुन्छ आमा, एकदम उत्कृष्ट सुनाउनु भयो। क्या बात, धेरै मिठो, धेरै सान्दर्भिक शब्दहरूलाई उठान गरेर मुक्तक समेटेर मुक्तकमा आफ्नो आवाजमा वाचन गर्नुभयो। धेरै धेरै धन्यवाद छ। र यसरी आफू शिक्षा क्षेत्रमा